हेलो साथीहरू, आज चाहिँ म यहाँ माथि निनीहरूको घरमा कहिले आएको थिइनँ है। आज फर्स्ट टाइम आएको छु। अन्त निनीहरूको चाहिँ यहाँनिर हट हाउस छ फुलको हो, त्यो चाहिँ म तपाईँहरूलाई पनि देखाइदिनु मन लाग्यो है। एकदमै राम्रो राम्रो सकुलेन्टहरू भयो, अन्त अरू फुलहरू पनि रहेछ है। हेर्नुहोस् ल, म तपाईँहरूलाई देखाउँदैछु। यहाँनिर चाहिँ रहेछ साथीहरू एन्जिलिया, एकदमै दामी दामी कलर। हेर्नुहोस् न, पिङ्क कलर भयो है। यहाँनिर यति धेरै रहेछ। अनि यो फुललाई चाहिँ के भन्छ हौ माछिमा? यो फुललाई सिजिनियम कि के, खै मलाई याद चाहिँ भएन, देख्नु चाहिँ देखेको है। यति धेरै रहेछ, हेर्नु नि कस्तो दामी देखेको। धेरैमा त यो फुल चाहिँ एक एकवटा राख्दा चाहिँ राम्रो देख्दैन कि साथीहरू, यसरी ड्याम्मै हुँदा चाहिँ एकदमै राम्रो देख्छ। यहाँनिर ठुलो पटमा लगाएको रहेछ, अलिकति डिफ्रेन्ट कलर रहेछ यहाँ चाहिँ। यो पनि त्यही रहेछ। अनि यहाँनिर हेर्नुहोस् न, क्याक्टसहरू भयो, सकुलेन्टहरू है। है कस्तो मजाले फुलेको रहेछ, कति मिठो कलरमा। अम्बो, यो चाहिँ कत्रो फेरि क्याक्टस, यसले पनि फुल्छ कि क्या हो, एकदमै ठुलो छ त्यही त। यहाँनिर फुलहरू रहेछ हो। अनि यहाँनिर पनि सानो भर्खर सारेको रहेछ। यो पनि एकदमै राम्रो देख्छ साथीहरू घरमा राख्दाखेरि। मैले अस्ति यसको फोनमा चाहिँ भिडियो देखेको थिएँ कि यसलाई चाहिँ यताउता काटेर तारहरू हालेर बेटारेर लायो भने चाहिँ नि जस्तो राखेको छ त्यस्तैपट्टि उयो जाँदो रहेछ है, एकदमै राम्रो हुने रहेछ। यो हो बेगुनिया, यो त मेरोमा पनि छ हो। अन्त यो हेर्नुहोस् न, यो के हो, युनिक लाग्यो मलाई है, कत्रोमा पात। यहाँनिर चाहिँ रहेछ स्नेक प्लान्ट भन्छ यसलाई चाहिँ है। इन्डोर प्लान्ट हो नि है मासिमा, यो त भित्र राख्नुपर्छ नि, भित्र राख्छ नि हो। त यो खै के हो, मजाको छ यो पनि। यो यसलाई त के पो भन्छ हौ, यसलाई त के भन्छ? लेमन पाइन, लेमन पाइन। यसको चाहिँ लेमन जस्तो सेन्ट आउँछ नि त, त्यही भएर मार्छ होला मलाई। लेमन जस्तो गनाउँछ नि त, अन्त त्यसको नाम चाहिँ लेमन पाइन है। तपाईँहरूलाई पनि यो फुलहरू मन पर्यो, किन्नु चाहनुहुन्छ भने चाहिँ कमेन्ट गर्नुहोस् है। म यहाँबाट भट्टाभट निनीहरूकोबाट डङ्की डङ पठाइदिन्छु है। म चाहिँ यहाँ कहिले आएको थिइनँ नि त, आज चाहिँ नानीलाई एकैचोटि स्कुलबाट छुट्टी भएर लिएर जान्छु भनेर चाहिँ यता घुम्दै आएको कि। हेर्नु यस्तो मजा मजाको है, जवान चाहिँ हो निनी है। निनीहरू चाहिँ हामी साथी, हाम्रो नानीहरूको साथीहरूको आमाहरू, आज चाहिँ हामी सबैजना आइरहेको छौँ। लु अब चाहिँ हामी जाँदैछौँ। निनी बस्नुहोस् ल, भोलि भेटौँ ल। यहाँनिर चाहिँ को कुरा ऊ पर यता हेर्नु न नाना, लु अहिले आउनुहोस् ल बिस्तारी, हामी चाहिँ लाग्यौँ है, आउनु है नाना। यहाँ हाम्रो नानीको फ्रेन्डको आमा है। हेर्नुहोस् है फ्लावरहरू कति चाहिँ दामी दामी है। के दामी है यो, मलाई चाहिँ यस्तो फुल्ने फुलहरू पुरा मनपर्छ। रोज है, वाइट कलरको रहेछ। यो घन्टी फुल माग्छु भन्नुभएको तपाईँले? डबल हो नि यो त, होइन र कि सिङ्गल हो? दामी रहेछ है। अब चाहिँ हामी स्कुलतिर लागेको, नानीको छुट्टी हुने टाइम भयो है। बाई बाई, थ्याङ्क्स फर वाचिङ।